This is Purananda. He's having fun. And we have Dr. Rajkumar with us. Dr. Rajkumar, how are you feeling? So great. Riding with you guys. Yeah, Rajkumar is enjoying his day. And there you can see the athlete, the pro athlete. Prakash Neupane sir. He has just completed 42-kilometer marathon from Ilam to Sandakpur. And our handsome Dr. Mahesh. Are you having fun? Yes, तर मैले आज धेरै खाएँ त्यही भएर मेरो इच्छा थाकेको सामान सबै फुड भरिएको छ. Yeah. फुड पाएले मैले पुरै फुड मैले भर्न सकेको छु आज. Okay. So talking about Dr. Mahesh, he is a fitness enthusiast. Let me rephrase, he is a fitness freak. As I am having shortness of breath here. तर अब यो कसरी भन्दा गर्ने अब यहाँ थिच्ने फेरि आफ्नो साइकल उहाँ लगेर राखेर अगाडि बहिनी अहिले राम्रो समात्छ ल सिधा ल हेर्छ बिचमा बस्छ म छेउमा बस्छु खिचेको त 3-4 खिच ल खाना भयो खै त दाइले खिचे पो राम्रो आउँछ त हेर्नु त कस्तो आयो फोटो ए बहिनीले उहाँले खिचेको छ कि ल ए आऊ न उसबाट प्रमोदलाई दिउ न तिमी टोपी लाउनलाई के गरेर टोपी नलाउ के अहिले यहाँ बस्दा हुन्छ ए बिचमा बस्दा न यसै बस्नु सँगसँगै यो ए त्यही सँगै तपाईँ त्यो गरेर म कहाँ सम आज सिपी दिनुपर्छ कि सही हो ल धन्यवाद ल पिक्चर चेन्ज हुने भयो ल गाईको त्यो साला फुट्ने नि आउने
अहिले चाहिँ हामी इलामबाट माथि बिप्लाटे भन्ने ठाउँतिर जाँदैछौँ। मौसम लगभग राम्रै छ हैन। हाम्रो आज चाहिँ माई बहिनीको चाहिँ पुरै आज मेला पनि छ। अनि हाम्रो यहाँ आज जस सबैजना हामी आज माथि माघे सङ्क्रान्ति प्रकाशजीले चाहिँ आज सबैलाई यहाँ खाना पनि भनेर टक्क साइक्लिङ गर्दै हामी आज प्रकाशजीकोमा आज खसी खान्छौँ। अब लगभग बिप्लाटे आउँदैछौँ होइन। के छ प्रकाशजी? ठिक छ, अब खसी काट्दै होला नि। खसी काट्दैछन्। खुइलाउनु पर्छ कि पर्दैन? खाने रमाइलो गरी खाने बस्ने घुम्ने होइन। साइकल त हाम्रो छँदैछ। ल अब जस रमाइलो भइरहेछ। अनि के छ हाम्रो सम्पर्क अधिकारीको के छ भन्ने यसमा चाहिँ आजको दिन के छ? पहिला सबैलाई माघे सङ्क्रान्तिको शुभकामना। माघे सङ्क्रान्ति शुभकामना। आज साइक्लिङ गर्न पनि धेरै भएको थियो है। त्यसपछि आज साइक्लिङ गर्न रमाइलो भएको छ। गोलिया होइन यो? गोलिया। आज सबैजना मेलामा जानुभएको र अहिले भएको छ नि होइन। हामी 15 किलोमिटर त जान्छौँ, त्यसरी खाना खान्छौँ। 15 किलोमिटरै छ है? लगभग 15 किलोमिटरै छ। पढाइ अब मासु खाने दिन के छ? म आजको माघे सङ्क्रान्ति दिन केही छ तिम्रो? मेरो एउटा हात भाँचिँदा पनि मैले यति राम्रो चलाउनु पाइरहेको छु। उसको त हल्का अस्ति एउटा सानो एक्सिडेन्ट भएर पनि हात अलिकति फ्र्याक्चरै देखाएको थियो। तर अहिले ऊ देश तर मन बाँड्नु छैन। त्यही हल्का उसले देश दामी चलाइरहेको छ। लेप्स मन बनीको शान्त छैन। जेस ठाउँ चाहिँ मजाको छ। हाम्रो अर्को डाक्टर राज पछाडि हुनुहुन्छ। त्यस आज रमाइलो होला जस्तो छ है। मजा आइरहेछ। अब सिधै एकैचोटि वहीँ माथि नै उकालेर ओलिन्छ होला नि हामी जसरी त्यो चिया खानलाई। इलामको अँ अर्ग्यानिक टी खाने। अर्ग्यानिक टी चाहिँ खानै पऱ्यो नि आज त। त्यसपछि चाहिँ हामी माथि प्रकाशजीकोमा टी खाँदै जानु पर्ला जस्तो छ। बुझ्यो? पसिना पसिना भएको थियो र अहिले त अलिकति हल्का चिसो भएर चिसो भयो। हेर न भ्यू, यताको भ्यू के तलबाट के। अब यो तलबाट दिनु अनि यो पनि बिचमा हालिदिने। बिचमा यो भ्यू पनि राखिदिने नि। कालो कालो बवाले साइड त्यही चिसो भएको छ मलाई चाहिँ। सुकेर पसिना बा ठिक छ। ल बिप्लाटे अब ठ्याक्क आइपुग्यौँ बिप्लाटे। तपाईँको ड्रेस गरिरहेको छ नि होइन? आर्म्स देखाएर कडा हो कि।
माघे सङ्क्रान्ति शुभकामना छ भाइ। के छ यतापट्टि टीवाला धुम मताले टीवाला के छ एकछिन हेर न। हेलो कता छ आज बन्द हो ल बन्द ल यहाँ बन्द रहेछ ती जसपिरेको एकचोटि बन्द छ बन्द जसबिजी बिब्लाटे बजार यही हो सानो छ बिब्लाटे बजार तर राम्रो छ हैन बजार चाहिँ यही हो सबै कुरा सानो सानो कुराहरूदेखिको लिएर ठुलो कुराहरू सबै पाइन्छ सानो बजार तर राम्रो बजार फेरि उकालोले छोड्ने भएन अब त अक्कालै उकालो छ अब त लगभग डरै पसिना आउँछ फेरि अब के रे हिल हि ब्ल्याक भनेको ए हि ब्ल्याक ऊ कालो अब त हि ब्ल्याक छ गाह्रो छ ऊ कालो हि ब्ल्याक होइन महेश अब हि ब्ल्याक छ बुझ्यौ ऊ कालो हि ब्ल्याक एउटा खैरी आइछ अरे कि अनि जेरी देखो जेरी खाए मिठो भयो यो कसरी पकाइन्छ भनेर सोध ओके बिचरा त्यो अब एक वर्ष पढेकोलाई आठ अनि यस्तो हेर्नु राउन्ड पुलिस त भन्दैन क्या ए जेरीलाई राउन्ड पुलिस त मिल्यो नि त कुरो अब क्लकवाइज एन्टी क्लकवाइज पनि भन्न चाहिँ पर्ने हो के फिदी हान्दिने जम्मा 62 त हो पुगिहालिन्छ नि भोलिसम्म त त्यो अगाडिको कि पछाडिको मेटेरियल यहाँ चिनेको अटोमा जानेको सबैमा आइदिने गयो हो हालिदिनलाई क्या के हाल्दिन होला ए कम्ती गरौँ होइन अनि केटाहरूले त्यत्रो किन त्यही त के ल्याएको के खाजा बगेर माघे सङ्क्रान्तिको उ चाहिँ छ लास्टै गाह्रो भयो देश माघे सङ्क्रान्तिमा अरू घिउ खाएर
बोसा बनाउँछ नि, हामी चाहिँ भक्कु बोसालाई पगाल्दैछौँ होइन त। यतिसम्म चाहिँ हुनुपर्छ कि होइन प्रकाशजी? अनि कहाँ कता कता बिचमा एकदिन धन्न हामी त्यहाँ गएर कहाँ? ए तिमीहरू होइन, अब तिमीहरूमा त हानिरहनु पर्छ हो। सानो सानो ट्रेक के साइक्लिङवाला। हिब्ल्याक छ यार हात। तपाईँको नि हावा त कम रहेछ हो। उषा छ होइन घरमा? ल माई पोखरी सन्दकपुर जाने बाटो पनि यही नै हो। उता फिदिम जाने लेफ्ट भने माई पोखरी सन्दकपुर जाने चाहिँ राइटबाट हो। सन्दकपुर 37 किलोमिटर छ भने माई पोखरी चाहिँ यहाँबाट 11 किलोमिटर। दुइटै ठाउँ एकदमै राम्रो छ। झन् साइक्लिङ गरेर हामी चाहिँ जसपिरी बिचोसम्म चाहिँ पुगेका छौँ। माथिसम्म चाहिँ साइक्लिङबाट गएको छैनौँ, बाइकबाट लगभग 3-4 चोटि भयो। एकदमै राम्रो ठाउँ छ इलामको। आज चाहिँ माघे सङ्क्रान्ति भएको कारणले गर्दाखेरि तल माइबेनी तल चाहिँ एकदमै मेला लागेको छ। सबैजनाहरू चाहिँ उतै जानुभएको छ। अब फेरि हिब्ल्याक आयो, मतलब उकालो। यो चाहिँ हाम्रो प्रकाशजीले भर्खरै भन्नुभएको। हामी अपिल्स भन्छौँ भने उहाँ चाहिँ हिब्ल्याक भनिदिनु हुँदो रहेछ। रेसिस्ट भएको चाहिँ होइन यो है। बा ठिक छ? ल ठिक छ। ल हेलो हेलो ए अब तिमी त दाइ नै हो, म त अङ्कल भइसक्यो अब कि। अझै माथि नै छ है। हुन्छ आज जसपिरीसम्म पुगेर त्यो उसमा जसपिरीमा होइन त नपुग्ने? त्यहाँको त्यो उसमा पनि गर्नुपर्छ कि बिचमा गएर सबैजना बुझेनौ? त्यो के अरे टीको बिचमा गएर गर्नुपर्छ के। सन्दकपुर पनि जाने भनेर भनेको, गाह्रो छ भने तिमीले होइन?
आउन मात्रै नि सकिँदैन आउन सकिँदैन बाटो नै छैन अनि दौडिनेहरू कसरी दौड्यो त अस्ति त्यही हिँड्ने बाटो छ क्या अनि त्यो गाडी त जस्तोमै जाँदो रहेछ अनि हिँड्ने मान्छे त छ गाडी जान्छ भनेपछि गाडीमा त साइकल जाने ठाउँ त भइहाल्छ त यस्तो छ कि तपाईँको साइकल अलिकति पनि यता भयो भने उचित मलाई त तिमीले त्यस्तो भन्यो एकचोटि सन्दकपुर जाँदाखेरि साइकल लिएरै मलाई त म एक्लै भयो नि लिएर आउँछु सोचिरहेको छु मैले चाहिँ होइन त्यो त हो कि तर लिएर आउने चाहिँ बरु ओर्लिएर भयो भने बिस्तारै आउने कम्प्लिट सबैमा त्यही सबैमा किन चलाउनु पऱ्यो भन्ने मेरो पनि कुरो क्या एउटा त्यो तिम्रो त्यो सन्दकपुरबाट साइकल लिएर आएको भन्ने त एउटा हुन्छ मैले चाहिँ त्यो सोचेँ जाँदाखेरि गाडीमा जाने गाडीमा हालेर अनि आउँदाखेरि चाहिँ साइकलमा मात्रै लिएर आउने क्या त्यो त बबालै हुन्छ नि त बिचोसम्म त हो नि न त ओह्रालै त उकालो पनि होइन कहाँ तिम्रो धेरै त्यत्रो टाइम पनि लाग्दैन ब्रो ए त्यो खोलाको खोला भयो आउँदाखेरि चाहिँ त्यो खोलाको त धेरै त छैन नि त त्यो धेरै त छैन त्यो पनि राम्रै बाटो छ यतिको अलिकति यस्तो खाले भयो भने चाहिँ सकिन्छ क्या ल भर्खर हामी प्रकाशीकोमा आयौँ होइन पुरै थाकेछौँ लास्टै थाक्यो है पुरै साइकललाई यहाँ रेस्ट गराइदिएछौँ यहाँ छौँ प्रकाशी यतापट्टि हुनुहुन्छ होइन होइन ल हामी अब प्रकाशीकोमा आज माघे सङ्क्रान्ति मनाउँ ल कार्के यहाँ छ अब म चाहिँ यहाँ छु होइन अब आज हामी रमाइलो गर्नुपर्छ ल जाउँ ल जाउँ भित्र गएर यसो ल म यो मजा है गयो त जाँदैन आइरहेको छ क्या त्यो टिक्दी भने त्यो खिचिरहेको छ ए बिचमा थियो न स्क्रिनमा भाउजूलाई ल नमस्कार माघे सङ्क्रान्तिको शुभकामना खै बा आमा कता हुनुहुन्छ आमा त हुनुहुन्न अहिले बा छतमा यो कसरी अफ गर्छ हो के चाहिँ अफ यसको अफ भनेको चाहिँ बाबु के छ खबर ठिक छ यो के हो थाहा छ क्यामेरा यसलाई गोप्रो भन्छ हेर तिम्रोमा आएर अब सबै अझ माघे सङ्क्रान्तिमा के खायो त तिमीले के खायो भन त केही पनि हुँदैन केही पनि गर्नु के खायो अनि चाकुहरू खाएन चाकु घिउ खाएन चाकु घिउ चाकु घिउ ल माघे सङ्क्रान्तिमा आज प्रकाशीले यहाँ हामीलाई पुरै होइन बोलाएर ल सुजन अब के छ मेरो त भेज छ यहाँ भेजमा सुजनको भेज छ अरे है मासु छ यता होइन यता आज पुरै मासु के छ उतै सुरु गरिसक्यो केही भन्नु पर्दैन एकदम मिठो छ चाखेर भन्न लाग्यो मलाई भन्ने यतापट्टि भन्नुपर्छ मलाई भनेर चाहिँ ल यहाँ घिउ पनि निकाल्दै हुनुहुन्छ जस रमाइलो हुने हो ल ओसन डान्स खै ओसनको डान्स खिच्यो यहाँ ओसनको डान्स ल डान्स गर ल ओसन ल डान्स गर यस्तो हो क्या रेकर्ड भयो भने चाहिँ रेकर्ड भइसकेको रहेछ त यहाँ पनि देखिन्छ क्या तिम्रो आउँछ कि आउँदै तिम्रो यो प्रो भइसक्यो तिम्रो तर त्यो ऊ चाहिँ बवाल छ है क्या सेल्फीतिर चाहिँ कसरी ल्याउने सेल्फी होइन सेल्फी भनेर कसरी अगाडि अनि घुमाउ न यता हो होइन घुमाउ तिमी आफ्नो यो पुरै डन्डीलाई घुमाउ न ल अब यसबाट हेर न ल हो ल भइहाल्यो तिमीले आफै भ्लगिङ भइरहेको ल है अब यहाँ हाम्रो ब्रदर हुनुहुन्छ राजकुमार अब हामी चाहिँ माथि घले गाउँ गइरहेछौँ घले गाउँ हो माथि घले गाउँ हो भाइ ओसन माथि घले गाउँ भन्छ हो ए घले टार भन्छ तिमी जाने साइकल लिएर तिम्रो ल यस्तो छ मजाको भ्यू छ 360 भ्यू आउन आऊ हिँड जाउँ हामीसँग टन्न माघे सङ्क्रान्तिमा खाएर यहाँनिर यस्तो निन्द्रा लागिरहेको छ मान्छेको पनि अनुहार देखाइदियो
मिठो बनाउने मान्छेको डुब्नु भयो मिठो बनाएर तपाईँले भाडा नमाजेर हामीलाई त्यो ल यता भाउजू यतातिर हुनुहुन्छ है ल मिठो बनाएर खुवाउनु भएको छ हामीले नदिएर के यति थोरै होला के दिन अलिक धेरै भएकोलाई पछि बोलाउन यसो गरौँ न थ्याङ्क यू है सही छ हामी अहिले त यही माथिसम्म मात्र हो इलामबाट बजारबाट मात्र हो सो आज अब डुलाउन होइन रमाइलो हुन्छ भनेर ल जाउँ ल अस्तिको पहिरो र ल्यान्डस्लाइडले खतमै पारेको छ बाटो हेर्न सकिन्छ पुरै धुलाम्मे छ यहाँ माथि पनि माटो खसेर छ हाम्रो यहाँ दाइहरू टक्कसँग आउनु भएको छ जाउँ 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 अगाडि एकैछिनमा थाक्यो गाइजहरू आज फेरि माघे सङ्क्रान्ति भनेर वाइल्डै खाना खाएछ त्यही भएर नि लोकल चामलमा टक्कसँग लोकल पनिरको तरकारी अनि अचार यस्तो मिठो खाइयो ल यो ठाउँ अझै राम्रो थियो यो चाहिँ अस्तिको पहिरोले गर्दाखेरि चाहिँ सबै खतमै पारेको छ स्टिल इट्स अ वन्डरफुल प्लेस हो अझै माथि गएपछि भ्यू अझै राम्रो राम्रो आउँछ स्टे विथ मी ल इलामको सौन्दर्य चाहिँ धेरै छन् त्यसमाथि एउटा राम्रो कुरा भनेको चाहिँ यहाँको घरहरू प्यागोडा स्टाइलमा बनेको है यो मुभिङ घर जस्तो कस्तो राम्रो घर छ अनि फुलहरू मान्छेले फुलहरू चाहिँ यहाँनिर धेरै रोप्छन् अनि अहिले चाहिँ ठ्याक्कै हामी चोकमा छौँ अब यो चोकबाट अगाडि हेर्दाखेरि चाहिँ यहाँनिरबाट यता राइटतिर गयौँ भने हामी माबु सन्दकपुर 36 किलोमिटर छ त्यस्तै त्यही बाटोबाट इङ्ला जौबारी पनि छ र जसबिरे अलिकति माथि यहाँबाट जसबिरे माइपोखरी र सन्दकपुर यताबाट पनि जान सकिन्छ ल सन्दकपुर चाहिँ सबैजना घुम्न आउनु होला अति नै सुन्दर ठाउँ छ हामी पनि 5-6 चोटि गइसक्यौँ धेरै राम्रो छ ठाउँ एउटा अनएक्सप्लोर ठाउँ पनि हो टुरिस्टको हिसाबले नेसन चाहिँ हाम्रो ब्युटिफुल छ कि ल यस्तोमा साइक्लिङ गर्नको मजै अर्को छ कि अगाडि हेर्नुपर्छ सही छ भ्यू सही यो चाहिँ हेभेनली नै हो कि हेभेन छ ल हेरौँ यस्तो मजाको छ अब यसो गाइजहरू कुरा सुन्दाखेरि हामी अफरोड जाने चान्स धेरै छ है अब झनै एडभेन्चर बढिरहेछ एडभेन्चर अझै बढ्ने चान्स छ अब हामी यताबाट पनि जान सक्ने सम्भावना छ है अहिले त्यतैबाट भरे पछि यताबाट झरौँ न फर्किन त्यो गोप्रो चाहिँ फर्स्ट हानि टेन्सन हो त्यही खस्दैन तपाईँ दिल्लीसम्म जाने है आमा खत्रै
वेदर पनि क्लिन छ लास्टै क्लिन छ अहिले अलिअलि तुवालो चाहिँ लागेको छ अलिअलि तर हाम्रो यहाँ साथीहरू पनि अलिअलि हामी मसला पनि क्रिएट गर्दैछौँ कफी खेतीहरू पनि हुँदो रहेछ यहाँनिर तपाईँहरूको लागि ल कफी यहाँ तलतिर कफी खेती पनि छ चिया कफी एकै ठाउँमा छ हाम्रो यहाँ सानो भाइ पुरै खुकुरी लिएर बसिरहेको थियो के हो हान्दिने कि क्या नहान्दिने ठिक छ थ्याङ्क यू ल साइकल हेर्नु हजुर ए हेर लाइट बज्छ देखे केटी बज्छ नि यहाँ छ होइन ल गएँ ल के तिम्रो नाम यो समातो त एकचोटि झुन्डाउने ठाउँ भएन ल देऊ त ठिक छ के भाइको नाम डिप्सन ल ठिक छ नि होइन डिप्सन गइसक्यो होइन आजको हामी डेस्टिनेसन यतैतिर हो घलेटार भनेको लगभग आइपुग्यौँ ल बवालै छ मजा आयो खोइ कस्तो आएछ एकचोटि हेरौँ न मजा आउँछ कहाँ निक्लिहाल्यो नि त्यहाँबाट एकचोटि हेरौँ न कस्तो आउँछ ए कस्तो आयो नि त यस्तो बाँध्ने ठाउँ भएन कि ए उसले ओपनै गरिदिएर गेट पनि ल लेट्स गो ल आजको अब ल धेरै टाढा पनि नजाउँ ल बिस्तारै बिस्तारै
ए ल ल धेरै स्टन्ट पनि नदियो अलि नाइस दामी छ पछि त नहरियो होला ब्रेकले थाम्छ ट्राई गरे एकछिन सबैजना सर जाउँ ल पालै पिलो ल जाऊ 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 सर जाऊ ल अर्को नि सर पालै पिलो टाउँ केही पनि हुँदैन लडिँदैन जाउँ बिस्तारै केही पनि हुँदैन म पछाडि आउँछु त्यहाँ डर्दैन क्या सुजन त गएको छ यार ओ आउनु आउनु पास गरिदिनु खोइ अरू केटाहरू नै आउनु तर खासै 10 मिनटको त्यो उसमा पनि कुदाउनु चाहिँ मन लागेको थियो क्या मलाई त्यो माथि के जाउँ त 10 मिनट आज नजाउँ एक दिन जाउँ न एक दिन जाउँला 10 मिनट कस्तो दामी आएछ बिहानै जाउँ कि बिहान गलिदिन उहीँ खाना खाउँ 10 मिनटको अस्तिको ठाउँ हो क्या 8-9 बजी भएपछि गलिहाल्छ नि त त्यही उसको 10 मिनटमा कोठी डाँडामा क्या आउन आऊ ए दिन्छ क्या छैन धेरै हो भनेपछि यहाँ छैन अगाडिको चक्का हल्लिनु पाएन भने आउँ चाहिन्छ बिस्तारो ए अब केही छैन यार हुँदा तिमीले उसलाई पनि डराउने बनायो यार महेशलाई यार म हातले गराउनु भएको ब्रेकले ब्रेक झ्यापै लाउँदा दुइटै खोइ भिडियो छ होइन कलाकार चाहिन्छ क्या यस्तोमा पनि मैले त तपाईँले भिडियो अन गर्नु भएन नि कलाकार चाहिन्छ ल अब मजा आउँछ फास्ट अगाडिको कुन हो पछाडिको कुन हो हर्न बजाऊ है हर्न एउटै लाइनमा हिँडौ न हो एउटै लाइनमा अलि स्पिडमा जाउँ ल एउटै लाइनमा एकजनाले हो ए के हो ए पुरी नै खसाल्छ त
बिस्तार 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 अगाडि अगाडि जाउँ उठेर चलाउँदाखेरि मजा आउँछ नि ब्यालेन्स हुन्छ नि होइन एकदम ब्यालेन्स हुन्छ क्या ल अगाडि जाउँ अगाडि जाउँ अर्को लाने अर्को लाने नरोकिकन छिराइदिए माथि नै बवाल यो त तपाईँको होइन अब यो होइन फास्ट होइन क्या खतरा आउँछ नि यो
भयो बन्द चिसो है अब त अलिक बिरामी पनि घट्ला नि पर्दैन ओ हेलो के छ खबर अनि कता गायब हो न कता हराएको त कति बस्यो म त उतै बस्छु 2-3 वर्ष सुपारी रोप्दैछु नि त उता फार्म तल उसमा क्या हामी गएको थियौँ नि त अनि खाल्डो खन मल बोको त्यही हो मेरो त यसो आउनु पर्यो नि त यसो आएको टाइममा त अनि हिजो आएको गलेर आएको छ ढाँड दुखेर एक्लै हो र मान्छे होला नि त मान्छे काम गर्नु त हुन्छ र पनि सँगै त्यहीँ सुत्नुपर्छ है त्यहीँ सुत्ने यसो हामी त आज यसो 10 बजीतिर पुगेर आएको साइकल गर्नु मजा आयो रमाइलो भयो नि त यसो यहाँ भिडियो सिडियो हालिदिन्छु म मजा आयो अनि अहिले के आराम छ यसो अब आउने भने हामी गइरहेको छौँ ल ल ल ल ओके आराम कता जाने हो फर्म गरेर जाउँ त्यताबाट जाने त फर्म गरेर अरे घर जाने तातो त अहिले है अब आनन्द लाग्यो एकछिन बस्ने अब रेस्ट गर्नुपर्छ सुत्नु भने सुत्यो भने फेरि तनायो भने मजा आयो तर जाउँ त हामी चाहिँ तल जान्छ तिमी कता जान्छौ उतैबाट जान्छौ यतैबाट तान्नु पर्छ ए तिमी गऱ्यौ बिहानै गरेको आज त हिउँ पऱ्यो होला ब्रो है यहीँ कति डिग्री होला यहाँ पनि यहाँ 4 होला नि कहाँ हुन्छ 4 हावा बुढा ए अस्तिसम्म 8 थियो अहिले त्यस्तोमा त 4 छ हो त त्यो छैन भन्छ अहिले चेक गर न जाउँ ओए के छ खबर हिउँ पर्यो माथि हिउँ ल बाई बाई अब फेरि त्यो खाएर जाउँ त आउनु भित्रै आउनु त्यही त त्यही